नमस्कार साथीहरू, तपाईलाई हाम्रो खेलकुद अफिसियल च्यानलमा स्वागत छ। तपाईहरूले चाहिँ थम्बनेलबाट थाहा पाइसक्नुभयो होला आजको भिडियो कुन टपिकमा रहेको छ त। आउनुहोस् सुरु गरौँ। नेपालले आज दिउँसो भने श्रीलङ्का पुगिसकेको छ हाम्रो नेपाली सिनियर मेन्स टिम र नेपालले भने त्यहाँ श्रीलङ्का ए टिमसँग पेस 1 अर्थात् त्यहाँ सिरिज खेल्ने भएको छ र भोलिबाट यो स्टार्ट हुनेछ, जुन भोलि पर्सि निकुर्सी भने नेपालले भने प्र्याक्टिस म्याच र सिरिज म्याचहरू पेस 1 सिरिज खेलेर श्रीलङ्काबाट दोस्रो गेमको लागि नेपाल इन्डिया प्रस्थान हुनेछ, जुन पेस 2 रहेको छ। र यसै साथ आज दिउँसोतिर नेपाल भने श्रीलङ्का सहज तरिकाले पुगेको थियो। र अर्को कुरा गरौँ यहाँबाट बङ्गलादेश टिमको केही विवाद चलेको थियो र बङ्गलादेशले उक्त आइसिसीलाई के अनुरोध गरेको छ भने ग्रुप नेपालको ग्रुपमा रहेको बङ्गलादेशले त्यो ग्रुपबाट ग्रुप बीमा भने सार्ने भन्ने यहाँबाट आइसिसीलाई माग गरेको छ, जुन टोटल्ली म्याच श्रीलङ्कामा खेल्ने भनेर यहाँबाट आइसिसीलाई माग गरेको छ बङ्गलादेशले। र त्यहाँको त्यो ग्रुपको आयरल्यान्ड टिमको सम्पूर्ण म्याचहरू साथीहरू श्रीलङ्कामा रहेको कारणले श्रीलङ्का सम्पूर्ण म्याच भने बङ्गलादेशले खेल्न चाहेको छ। र अर्थात् त्यो समूह भएको समूह बीको आयरल्यान्ड भने यता हाम्रो समूह हामी नेपाली टिमको समूहमा भने पर्न सक्ने सम्भावना रहेको छ। योबाट केही फाइदा भने पक्कै हामीलाई मिल्नेछ, जुन नेपालले भने आयरल्यान्ड विरुद्ध म्याच खेलिसकेको छ, जुन घरेलु मैदानहरूमा केही म्याचेसहरू खेलिसकेको टिमहरूसँग चाहिँ यहाँबाट म्याच खेल्न पाउनु भने राम्रो रहेको छ। र नेपालले एउटा अङ्क जोड्न पनि मौका भने पक्कै रहेको छ। यहाँबाट आशा गरौँ यो चाहिँ छिटै रिजल्ट के हुनेछ त्यसको प्रतीक्षा भने छिटै यहाँबाट हामीलाई मिल्नेछ भन्ने। र अब वर्ल्ड कप नजिकै धेरै टाइम पनि रहेको छैन। र यसै साथ हामी आज कुरा गरौँ, आज महिला टिमले भने पहिलो म्याच आइसिसी ग्लोबल टी20को पहिलो म्याच भने थाइल्यान्ड विरुद्ध खेलेको थियो, जस अन्तर्गत नेपालले भने 122 रन बनाएको थियो भने 123 रनको टार्गेट भने थाइल्यान्डलाई दिएको थियो। थाइल्यान्डले भने यहाँबाट नेपाललाई भने सहज तरिकाले 8 विकेटको रूपान्तरले भने यहाँबाट जित हासिल गरेको थियो। यस अर्थात् थाइल्यान्डले भने आफ्नो पहिलो म्याच जितेको छ र पोइन्ट्स टेबलमा 2 अङ्क जोडे साथै नेपालले भने पहिलो गेम भने हारेको छ यहाँबाट। र अब अर्को म्याच रहेको छ नेपालको 22 जनवरीमा रहेको छ। र सम्पूर्ण साथीहरू आशा गरौँ नेपालले भने अब आउने खेलमा भने एकदमै राम्रो गर्नेछ र भोलि हुने नेपालले श्रीलङ्का एसँग प्र्याक्टिस म्याच खेल्नेछ। सकेसम्म हामी सम्पूर्ण म्याचेसहरूमा तपाईँहरूको पास लाइभ कमेन्टको साथ उपस्थित हुनेछौँ। आजको लागि यति नै, भेट्नेछौँ हामी अर्को भिडियोमा। हस्त धन्यवाद।